जनताको इच्छा आकांक्षा जनताको काम नगर्ने 50 वर्ष रोक्ने अहिले फेरि आलिकति आनन्द वर्ष मन व्यवतालमा व्यवसाय गरेर खाने भनेको सलाम हाल्ने 2 वर्षको सागरी हाल्ने सजाचारलाई बोल्ने यस्तो मुलुकी काम हो त 15 दिन सूचना निकाले फेरि उच्च जनतालाई चित्त बुझाएर जनताको सम्मतिको अनि बल्ल जनता छैन नागरिक होइन मंगलले दाउ कहिलेसम्म मुख्यमन्त्री सुरेश आगिरा मुख्यमन्त्री 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 सिमेन्ट ल्याउनु माल ल्याएर ओके सर हजुर लगाइदिनु न एकछिन यो उता अगाडि पानी यो अतिकोमा त्यसलाई पाए खाल्डो अलि सानो हो गयो यार चालन छ कसले मेरो साइड त साइडमा नहीं ठीक छ साथीहरु मैले सबैको ध्यान आकर्षण गराएँ सम्मानित सर्वोच्च अदालतले हामीलाई दिएको आदेश अनुसार आज हामीले फेवातालको 1055 वटा पोल गाड्ने क्रममा माननीय मुख्यमन्त्रीज्यूले हाई फ्लड लेभल 1 लेखेको पोल यहाँ अहिले गाड्ने काम हुँदैछ। म माननीय मुख्यमन्त्रीज्यूलाई यो पहिलो पोल गाडेर यो अभियानको शुभारम्भ गरिदिनका लागि अनुरोध गर्दछु। हजुरले एकैछिन फोटो हो माथि एकछिन है एकछिन छेकिए उहाँको हजुरले यता पुरै छेकिए भाइ त्यसलाई ठड्याउनु त ठिकै छ क्या त्यहाँ अराइरहेको
पाउने भन्ने त त्यो 0.5 मै ठिक ठिक छ तर अलि साइडबाट अरूले कहाँ खिच्छन् भन्ने तरिकाले हजुरहरू उताबाट गइदिनु उता आउँदैन कि यता पनि लडाउनु ठिक छ दाइ ठिक छ समाति मसला कमिसकेछ हौ केटा हल्लाएर गर्नु सिकेन यही सब थोरै माथि आइदिनु भने पिल्लर देख्नु पर्यो हामीले ए मंगल भाई उते प्लास्टिक निकाल दो तो उते प्लास्टिक निकाल वो तो निकाल दो अब अरूले हाल्छ यो त फेवाताल बनाउने माले हो ल पहिलो पिलर हाई लेखेको छ एचएफएल हाई फ्लोर लेभल F1 पिलर आजबाट गाडियो र शुभारम्भ भयो फेवाताल जोगाउने कामको शुभारम्भ भयो हैन हाल गंगा फेर ल्याउ जाऊ सर तपाईँ नअल्लिनु होला है म विजय तिमी नअल्ले है म लड्छु फेरि एकछिन नछेक्दिनु न बजेट हेम्मा पारेर परेन जानुहोस् भनेर भनेको उहाँहरू पनि हुनुहुन्थ्यो यिनीहरूले कस्तो तरिका यिनीहरूले सिरियसनेसै लिएको छैन यिनीहरूले होइन यो जग्गा कुन कहाँ हो कस्तो के हो होइन बाँधदेखि सबै जग्गा अधिग्रहण हुँदै आएको जग्गाहरू हो अब त्यो क्याम्पिङ 38 सालमा अधिग्रहण गरेको अहिले स्विमिङ पुल बनेको छ नि जुन हामीले त्यहाँ भ्यू हेर्छौँ नि त्यहाँसम्म खेत थियो त्यही भएर त्यो स्विमिङ पुल त्यहाँ बनाएको तालमा बनाएको होइन
त्यहाँसम्म त पिल्लर छ। पुरानो फोटोहरू पनि तपाईँलाई चाहियो भने हामी यहाँको उपलब्ध गराइदिन्छौँ। ताल कहाँ थियो, के थियो, बाटो कहाँ थियो, होइन सबै छ नि। सबै कुरा थाहा हुँदाहुँदै पनि यसलाई समस्यालाई फेवाताल संरक्षण गर्ने नाममा यसमा राजनीति गर्ने, पैसाको चाहिँ चलखेल गर्ने, यसलाई समाधान गर्ने। यो त क्यान्सर जस्तो भयो कि तपाईँ चाहिँ यो ग्यास्ट्रिकलाई बिगार्दा बिगार्दा अल्सर अनि बिगाएर क्यान्सर बनाएपछि त खान पाइयो नि। जसको घर जग्गा छैन उसले चाहिँ निर्णय गर्ने, उसको ठाउँै छैन त उसले त्यसै गर्ने हो। हजुरको नाम के भनिदिनु न। धन्यवाद है। सरी मैले यहाँ आएको त्यो भने। म सन्तोष पौडेल, म यहाँको नेपाली काङ्ग्रेस पार्टीको सभापति। यो जुन पोल गाड्ने भन्ने छ यसलाई चाहिँ हामीले हिजोदेखिबाट सबै बैदामवासीहरूले पोल आतङ्क, मुख्यमन्त्री र मेयर मिलेर बैदाममा खडा गरिएको पोल आतङ्क भनेर स्थानीयवासीहरूले बुझेका छौँ। हामी सबैको एउटा मात्रै गम्भीर प्रश्न छ यो महानगरसँग र यो मुख्यमन्त्रीको कार्यालयसँग। एउटा मात्रै प्रश्न के हो त भने हरेक ठाउँका निर्णयहरू, हरेक ठाउँका योजनाहरू कार्यान्वयन गर्नका लागि जहाँ पनि पहिलो स्टेप सर्वप्रथम राज्यले अपनाउनु पर्ने पहिलो विधि भनेको स्थानीय सरकारवालासँग छलफल हो। तर यो महानगरको चाहिँ कार्यपालिका, महानगरका नेताहरू, यो मुख्यमन्त्री लगायत यो मुख्यमन्त्रीको सरकार यहाँका जनताहरूसँग एउटा पनि छलफल गर्न चाहँदैन। भोलि के हुन्छ पनि भन्न चाहँदैन। तर आतङ्ककारी शैलीमा पुलिस ल्याएर एकाएक यो किलो आतङ्क चाहिँ विगत हिजोबाट बैदाममा चाहिँ जो गरिएको छ यसमा चाहिँ हामी सबै बैदामवासीहरूले अन्यायको महसुस गरेका छौँ। हाम्रा आवाजहरू जनताका बिचमा पुग्नै पाएका छैनन्। हाम्रा जनताका बैदामवासीहरूका बातचित सुनिएको पनि छैन। यहाँलाई अर्को एउटा कुरा भनौँ, वडा नम्बर 6 पोखरा महानगरपालिका वडा नम्बर 6 दुईटा भौगोलिक क्षेत्रमा विभाजित छ। यसको तकरिबन 60% भन्दा बढी भूभाग पानीमा छ र यसको 40% भूभागमा मात्रै बैदामवासीहरू बस्छन्। यो मर्मलाई यो प्रतिवेदनले समेटेको छ, यो मर्मलाई यो प्रतिवेदनले समेट्न सकेको छैन। त्यसले गर्दा यो एउटा वडा जुन 60-65% भूभाग पानीमा पर्छ, बाँकी भूभाग मात्रै पानीभन्दा बाहिर पर्छ जहाँ स्थानीयवासीहरू बस्छन्। यो मर्मलाई यो प्रतिवेदनले, यो मापदण्डले समेट्नुपर्ने हो। यो कुरामा पनि निकै कन्जुस्याइ छ। सरकार छलफल गर्ने तागतमै छैन। उहाँहरू स्थानीय सरकारवालासँग किन छलफल गर्न चाहनुहुन्न? यहाँ किलो गाडी हो भनेर थाहा पाउने अधिकार बैदामवासीलाई छैन? तालको छेउमा बस्नेलाई छैन? तालमा जग्गा पर्नेलाई छैन? आफ्नो व्यक्तिगत पूर्जा भएको जग्गा पानीमा परेकाहरूलाई छैन त कुरा बुझ्ने अधिकार? तर यो सरकार जनतालाई सामान्य खबर पनि गर्न चाहन्न, सरकारवालासँग छलफलै नगरिकन आफ्नो निर्णय लाद्न चाहन्छ। त्यो पनि गङ्गागर्दी शैलीमा प्रहरी ल्याएर, नगर प्रहरी ल्याएर जनताका आवाजलाई बाहिर निकाल्न नदिकन दमन गरेको शैलीमा यो जुन विगत हिजोदेखिबाट भइरहेको यो पोलवाला चाहिँ राजनीति छ यो चलिरहेको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ र यसको निकास एउटा मात्रै छ। यदि कुनै पनि सरकार यो आफ्नो कार्यक्रम लागू गर्न चाहन्छ, अदालतको फैसला कार्यान्वयन गर्न चाहन्छ, पहिलो प्रक्रिया भनेको स्थानीय सरकारवालासँग बसेर छलफल गरेर तिनका कुरा लिएर अगाडि बढ्ने हो। यो कुरामा मुख्यमन्त्री पनि तयार हुनुहुन्न, यो कुरामा मेयर पनि तयार हुनुहुन्न। यसमा सबै बैदामवासीको गम्भीर आपत्ति छ र हाम्रो सरकार, हाम्रा जनप्रतिनिधिले हामीमाथि अन्याय गरेको, हाम्रो आवाजलाई दबाएको भन्ने हामीले महसुस गरेका छौँ। धन्यवाद। तपाईँको त्यहाँमाथि ढुङ्गाहरू जाँदैन, तल हट्दैन, ढुङ्गा खसेपछि ठोक्दैन, तर कम छाल आउँछ। अब हामी पैसा मिटर हुन्छ सर नमस्कार। पत्रकार युट्युबर भनेर त फेरि जम्मै देशका त रोगै नि नभएका कुरा सुल्टो एउटै नलेख्ने नि जम्मै उल्टो है। ताल सफा तर यहीँको चाहिँ वरिपरिको चाहिँ बसेका बासिन्दाले मात्रै ताल फोहोर गराएछ भन्ने यो सन्देश झुटा हो। किन यो ताल चाहिँ तपाईँहरू देखिरहनु भएको छ, हिजो माथिबाटै होइन माथि र ढल ल्याएर सिधै हालिराखेको छ।
हिजोदेखि नै तपाईँको यो संरचना यो काम गर्ने विकासको काम गर्दाखेरि विकृति भइरहेको छ। हिजोदेखि तपाईँको जति पनि विकास निर्माण कामले यहाँले देखिराख्नु भएको छ, बिन्दुवासीदेखिको माथिको पानी सबै लेकमा आउँछ होइन, सबै ढल यहीँ मिसाइएको छ। त्यस कारण तपाईँ जति माथिबाट चाहिँ सिल्टेसन आइरहेको छ, भुसै भइरहेको छ, त्योतिर चाहिँ तपाईँको संरक्षण गर्ने ध्यान छैन होइन, त्यतातिर पनि ध्यान हुनु पऱ्यो। र खालि वरिपरि बसेका चाहिँ व्यवसायले मात्रै ताल प्रदर्शन गराएछन् भन्ने चाहिँ एउटा चाहिँ नकारात्मक सन्देश हो। तर यसैलाई मध्यनजर गरेर माथि बस्ने उच्च निकाय बस्ने चाहिँ होइन संवेदनशील अङ्गमा जस्तै सर्वोच्चको मुख्य न्यायाधीश जस्तो मान्छेले अलिक फिल्ड भिजिट गरेर यहाँको चाहिँ पुराना चाहिँ जो हाम्रो अग्रज बुवाहरू उहाँहरूसँग सरसल्लाह लिएर फेवातालको चाहिँ विषयमा जो चाहिँ होइन यसको विषयमा उहाँ अवलोकन हुनुहुन्छ, जो विज्ञ हुनुहुन्छ, उहाँहरूसँग राय सल्लाह परामर्श लिएर बल्ल हजुरको यस्तो निर्णय गर्नुपर्ने कुरा हो। तर यसले पछिल्लो पूर्णपाठमा झन् हजुरको धेरै नागरिकलाई झन् जटिलता भएको छ। किनभने यहाँको मैले चाहिँ जति पनि नागरिकसँग मैले समन्वय गरेँ, उहाँहरू सबै तपाईँको अहिलेको चलन चल्तीमा होइन कति छ अहिले यो तपाईँको सरकारी रेट भएन, हाम्रो चलन चल्ती अनुसारको तपाईँको जग्गाको एक रुपियाँबाट कति चाहिँ त्यसको चाहिँ होइन मुआवजा दिनुपर्ने हो। यदि छ राज्यलाई पनि मैले पटक मेयर साहबलाई पनि भनेको छु, यो समितिलाई पनि भनेको छु, यदि राज्यसँग पैसा छैन भने यसको चाहिँ ल्यान्ड पुलिङ पनि हामी जान सकिन्छ होइन। तपाईँ जम्मै 109 रोपनी जग्गा परेको छ, यो कतिपय जग्गालाई यहाँको उचित मुआवजा दिएर हजुरको भेडी फारममा तपाईँको मलाई 1500 जग्गा त्यसै अलबर्ट विभिन्न ठाउँमा चाहिँ सरकारी जग्गा छ, अनि त्यस्तो ठाउँमा चाहिँ ल्यान्ड पुलिङ गरेर भए पनि यहाँको बासिन्दा समाधान हुन सकिन्छ। तर यहाँ चाहिँ कसैलाई पनि त्यस्तोतिर चाहिँ यो महानगर होइन अब यो समिति कसैले पनि त्यतिर चाहिँ ध्यान नदिने, अनि एकैचोटि जनताको उसमा आएर यसरी चाहिँ फेरि होइन सीमा स्तरमा गाड्दाखेरि त मान्छेलाई अझ झन् थप होइन पीडामा मान्छेलाई आतङ्कित बनाउने काम जस्तो लाग्छ। त्योभन्दा माथिबाट आउने पनि पैसा दिनु पऱ्यो कि मोजा पनि 65 किलोमिटर भन्दियो त्यहाँ बोलेर 65 किलोमिटर भन्दियो बोला लुम्ले पुऱ्याएर उता पुऱ्याइदिने क्या किलोमिटर भन्दियो 65 किलोमिटर बलले यस्तो खाँदा त अलिअलि गल भइसक्यो अनि बाँड्नु भयो कि लौरी यो काम कहाँ बिग्रो तिम्रो उहाँ अब एकदम हाम्रो लाग्छ होइन, सिङ्गल आएर सिङ्गल आए पनि हुने हो क्या। मेयर साहबले सहयोग गर्छ यो भ्रष्ट सरकार हो त्यो नक्सा सहित व्यवसायबाट नाम आयो भने जग्गा धनीलाई सहित राखेर तपाईँहरू भन्दा पनि फेरि तपाईँ राजनीतिक विज्ञ होला, यो विषय पिएचडी गर्ने मान्छेहरू पनि छन्, उहाँहरू विद्वान राखेर छलफल गर्नुहोस् न। भूमि सम्बन्धी हजुरहरूको अब यहाँ छ हजुरहरूको अफिस छ, मेरो साहबको अफिस छ बाटो छ 65 मिटरभित्र। अब हजुरलाई उहाँहरूले हिजो अस्ति यहाँ उद्घाटन गर्नुभएको छ। यहाँ सुन्नु, अर्को कुरा सुन्नु पऱ्यो नि, प्रधानमन्त्री आएर केन्द्रीय सरकारबाट पास नभइकन उहाँहरूले पोखरा राजधानी घोषणा गरेको पिलर 10 मिटरमा छ। लिगली कुरा गरौँ होइन। त्यसपछि माधव गुरुङले गाडेको पिलर पनि छ, मेयर छ। अब मभन्दा अगाडिका कोही मान्छे मेयरहरू सभापति कोही पनि होइन, म मात्रै भन्नु छ भने त त्यो दम्ब फेरि देखिहालिन्छ। समय बलियो छ हेर्नुहोस्, मान्छे बलियो हुँदैन, पद बलियो हुँदैन, समय बलियो हुन्छ। त्यसैले गर्दाखेरि जनतालाई न्यायोचित काम गरौँ भन्ने हो होइन। विज्ञ विद्वान राखेर धेरै मान्छे बस्नुपर्छ, एक ठाउँमा बसेर मेयर साहबको कार्यकक्षमा बस्नुहुन्छ, सिडी साहबको कार्यकक्षमा बसेर पनि छलफल गरेर ड्याम साइजबाट कतिमा गर्ने के गर्ने भने त्यहाँ सजिलो ठाउँ थियो, आफ्नै सानो जग्गा थियो। खत्रै जानु पर्यो है। आन्दोलन